दूध लिएर आउन पाएको छैन, दिदीले पैसा दिएर कहाँ पो पठायो त। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। स्कुलबाट आइसके र खाजा साजा खाएर मन लाग्यो दूध लिन जाँदा त कुकुरले मलाई देखेर खै किन यति भोके होला। म खासै दूध लिन जाँदिन, त्यसैले नचिनेर होला। दूध लिएर घरतिर जान्छु। घरमा पुगेँ दिदीले बोलाइहाल्छ। के भयो भनेर गएको त पैसा देखाएर जा फ्रेम बनाएर ल्याइदे भनेर पैसा दिन्छ। म पनि अब पसलतिर जान्छु। पसलभित्र गएर हेरेको त चिनेकै दिदी पो आउन रहेछ। त्यसैले 800 को फ्रेम 500 मा दिनुभयो। हजुरहरूलाई नि फ्रेम तथा कुनै पनि गिफ्ट चाहिएमा यो माथि दिएको नम्बरमा कन्ट्याक्ट गर्नुहोला। काम पनि छिटो र राम्रो हुन्छ। भाइ तिम्रो फ्रेम रेडी भयो भनेर बोलाउनुहुन्छ। मैले नि छिटो छिटो फ्रेम लिएर घर आएँ। अब होमवर्क गर्न पर्छ भनेर होमवर्क गर्न बसे। होमवर्क गर्न निकै साह्रो रमाइलो होला भनेर मस्त होमवर्क गर्न लाए। होमवर्क गरेर नै सकिन्छ। आजको लागि यति नै। बाइ बाइ गाइस।